ब्रेकिङ न्युज अहिले एनइबीको मिटिङ चलिरहेको छ र एससीको रिजल्ट आजै आउने एकदम धेरै चान्स देखिएको छ। त्यही भएर तपाईँले कुनै पनि ब्राउजरमा गएर माथि एसजे अनि त्यसपछि ब्लग्स भन्ने टाइप गर्नुहोला र सर्च गर्नुहोला। यो सर्च गरिसकेपछि यहाँ तपाईँको लिङ्क आउँछ फर्स्टमा, त्यसमै टाइप गर्नुहोला अनि यहाँ आइसकेपछि सेकेन्ड नम्बरमा टच गर्नुहोला अनि यसमा गएर तपाईँले एनइबीले जति पनि वेबसाइट्सको थ्रु तपाईँले चेक गर्न सक्नुहुन्छ त्यो सबै वेबसाइट्सको मैले लिङ्क यहाँ राखिदिएको छु। जति एनइबीले एलाउ गरेको छ त्यो सबै मेथड्सहरू यहाँ रहेको छ, तपाईँले गएर हेर्न सक्नुहुन्छ। र धेरै स्टुडेन्टलाई के कन्फ्युजन लागेको छ भन्दाखेरि यो पालि एनजी भन्ने सिस्टम हटाइएको छ, तर त्यस्तो कुनै कुरा छैन। मैले एनइबीसँग कल गरेर सोधेको र यसपालि पनि एनजी सिस्टम छ भन्ने तपाईँले त्यो ढुक्क आउनु होला, त्यो फेक न्युजमा नपर्नु होला। र यदि कुनै पनि वेबसाइट काम गरिरहेको छैन भने तपाईँले एसएमएस बक्समा गएर एसई अनि स्पेस दिएर आफ्नो सिम्पल नम्बर टाइप गरेर 35001 मा सेन्ड गर्न सक्नुहुन्छ र त्यहाँबाट पनि चेक गर्न सक्नुहुन्छ। अनि यो वेबसाइटमा आइसकेपछि यहाँ सुरुमा नेपाल टेलिकमको हुन्छ, त्यसमा टच गर्नुहोला अनि यसमा टच गरिसकेपछि यहाँ तपाईँको सिम्पल नम्बर सोध्छ अनि यहाँबाट तपाईँले चेक गर्न सक्नुहुन्छ। यदि यो वेबसाइट काम गरेन भने अर्कोमा होला, कान्तिपुरमा, यस्तै गरेर जति पनि वेबसाइट छ त्यो सबै तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, 1 बाइ 1 चेक गर्न सक्नुहुन्छ। र यो वेबसाइटलाई सेभ गर्नको लागि 3 डट भन्ने हुन्छ, क्रोम ब्राउजरमा पनि हुन्छ, अरू ब्राउजरमा पनि हुन्छ र यहाँ एड टु भन्ने अप्सन हेर्न सक्नुहुन्छ र यसलाई होम स्क्रिन गर्नुहोला अनि एड क्लिक गर्दै जानुहोला र तपाईँको होम स्क्रिनमा यो लिङ्क सेभ भइहाल्छ अनि यसबाट तपाईँले डाइरेक्टली खोल्न सक्नुहुन्छ। यसमा क्लिक गर्ने बित्तिकै यो पेज खुल्छ र यहाँबाट तपाईँले अपडेट हेर्दै गर्न सक्नुहुन्छ।